नमस्ते, म ज्ञानेन्द्र मल्ल, पूर्व क्रिकेट कप्तान। यहाँहरू सबै भाइ बहिनीहरू जो एसई दिनुभएको र अगाडि बढ्दै हुनुहुन्छ आफ्नो लाइफमा, उहाँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। मेनली त एसई दिइसके पछाडि पढाइ यहीँ सकेको छैन, जोड्ने यहीँ सकेको छैन। कहिलेकाहीँ हामीलाई के लाग्छ भनेदेखि एउटा हामीले ठुलै हर्डल पास गऱ्यो भनेपछि हामी अलिकति धेरै इन्डिपेन्डेन्ट, अलिक धेरै खुल्ला हुन खोज्छौँ र हामीलाई के लाग्दो रहेछ, जुन मैले पनि फिल गरेको, मैले एसई दिएर म पास गरिसकेपछि अब म ठुलो भएँ, अब मैले सबै जान्ने भएँ होइन। अब मैले जान्नुपर्ने खासै अब अरूलाई अब त्यो बेलासम्म अब प्यारेन्ट्स, अब आफूभन्दा सिनियरहरूको उहाँहरूको छत्र छायामा हुन्थ्यो, उहाँहरूको एडभाइस अब त मैले किन सुन्नु पर्यो, म पनि अब एउटा ग्रोनअपै भइसकेँ होइन भन्ने खालको थियो। त्यो चाहिँ हुँदैन रहेछ होइन। स्टिल अझ धेरै कुरा पढ्न सिक्न बुझ्न होइन, त्यो प्र्याक्टिकल लाइफको कुरा होस् या हामीले कोर्स बुकको पढाइ होस्, सबै कुराहरू अझ सिक्न बाँकी रहेछ भन्ने कुराहरू पनि सिकेँ होइन। र उहाँहरूलाई पनि के सजेस्ट दिन चाहन्छु भने एक्सप्लोर गर्नुहोस्, अझ धेरै कुरा सुन्नुहोस्, अझ धेरै कुरा बुझ्नुहोस् होइन। र आउने दिनहरूमा अझै धेरै मेहनत गर्नुहोस्। एउटा खुड्किलो पार गर्नुभएको छ, एउटा प्लेटफर्म बनेको छ, यसलाई अझ बेस्ट युटिलाइज गर्नुहोस्, अझ धेरै एक्सप्लोर गर्नुहोस्, अझ धेरै आफ्नो सिनियरहरूदेखि लिएर साथीभाइहरूको कुराहरू सुन्ने गर्नुहोस् र देशमा के भइरहेछ र अगाडि देशको लागि अझ के सेवा दिन सक्नुहुन्छ भन्ने पनि यहाँहरूले सोचेर अगाडि बढ्नु हुन म अनुरोध गर्छु।